नेपाल बार एसोसिएसनमा दिउँसै लालटिन बालेर चाहिँ सर्वोच्चको प्रशासनको जुन रिट निवेदन पर चाहिँ निवेदन दर्ता गरेको थियो त्यसमा चाहिँ तपाईँहरूले आज विरोध प्रदर्शन गर्नुभयो। अब कसरी अगाडि बस्छ त? अब होइन यो चाहिँ त एउटा एक्सट्रिम कदम चाहिँ चाल्नलाई हामी बाध्य, किनभने एउटा कुरा हामीले के बिर्सनु हुँदैन भने न्यायको विकल्प छैन। आकाशै खसे पनि न्याय हुनै पर्छ। न्यायको ढोका चाहिँ अवरुद्ध गर्न मिल्दैन, न्यायको ढोका बन्द गर्न मिल्दैन। सर्वोच्च अदालत प्रशासन भनेको कानुनभन्दा माथि छ, संविधानभन्दा माथि छ। नयाँ अहिले प्रस्तावित हुनुभएको प्रधान न्यायाधीशज्यू पनि संविधानभन्दा माथि हुनुहुन्न, कानुनभन्दा माथि हुनुहुन्न। उहाँको नियुक्तिको संवैधानिकता परीक्षण हुन सक्छ र हुनै पर्छ, किनभने नोबडी इज एबभ द ल। पहिलो कुरा त उहाँ सर्वोच्च अदालतको न्यायाधीश हुँदाखेरि त्यो योग्यता पनि उहाँको पुगेको थिएन, किनभने न त उहाँको 5 वर्ष उच्च अदालतको या पुनरावेदनको न्यायाधीश हुनुभएको थियो, न 15 वर्ष उहाँको वकालत। त्यसपछि तर उहाँलाई चाहिँ के छ भने एउटा चाहिँ षड्यन्त्रमूलक ढङ्गले उहाँलाई प्रक्रिया मिचेर, संविधानै मिचेर, संविधानको बन्दोबस्तलाई मिचेर उहाँलाई चाहिँ सर्वोच्च अदालतको न्यायाधीश बनाइयो। आज चाहिँ उहाँ चौथो वरियता क्रममा हुनुहुन्छ, उहाँलाई प्रधान न्यायाधीश बनाइँदैछ। योभन्दा ठुलो चाहिँ न्यायको विचलन अर्को केही हुनै सक्छ। संविधानमाथिको योभन्दा ठुलो आघात, न्यायिक स्वतन्त्रतामाथिको योभन्दा ठुलो आघात केही हुनै सक्दैन। बालेन सरकार यो चाहिँ के छ भने 2/3 बहुमत ल्याएपछि यो निरङ्कुश हुने चाहिँ महत्वाकांक्षा जाएको छ, जसले गर्दाखेरि के छ भने संसदमा यत्रो बहुमत छ। संसदको अधिवेशन बोलाइसकेको थियो, तर बोलाइसकेको संसद अधिवेशन स्थगित गरेर आज 150वटा कानुन संशोधन हुने गरी अध्यादेश। उहाँको पार्टीका पनि धेरैजना सांसद हुनुहुन्छ, उहाँहरूको भूमिका के हो? उहाँहरूले त त्यो कानुनको मुखै हेर्न पाउनुहुन्न। संविधानको धारा 284लाई कुण्ठित हुने गरी, सङ्कुचित हुने गरी उहाँहरू अध्यादेश ल्याउनु हो। र यसबाट के देखियो भने, एउटा बद्धियत के देखियो भने उहाँले चाहिँ न्यायपालिकालाई आफ्नो अनुकूलको कम्फर्टेबल जुडिसियरी उहाँले निर्माण गर्न खोज्नु। र यसका लागि चाहिँ के छ भने उहाँ चाहिँ फिट मान्छे उहाँले देख्यो र उहाँलाई चाहिँ चौथो नम्बरको वरियतालाई चाहिँ सिफारिस गरियो। नेपालको न्यायिक इतिहासमा अहिलेसम्म वरिष्ठतालाई मेन्टेन गर्दै आइयो। संसारभरि नै के छ भने वरिष्ठतालाई एउटा ठुलो मापदण्डको रूपमा लिन्छ र 3 जना न्यायाधीशहरूलाई सुपरसिड गरियो, पालो मिचियो। त के आधारमा मिचियो? त्यसको कुनै स्पष्ट आधार र कारण खुलाइएको छैन। देयर इज नो ट्रान्सपरेन्ट चाहिँ क्राइटेरिया। त्यस कारण चाहिँ के छ भने मैले समेत हामीहरूले चाहिँ सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्यौँ। त्यो रिट निवेदन चाहिँ के छ भने दर्पित गरियो। दर्पित उपरको निवेदन पनि अहिलेसम्म 9-10 दिन भइसक्यो, अहिलेसम्म त्यो दर्पित उपरको निवेदन पनि दर्ता गरियो। भनेपछि अहिलेको प्रस्तावित प्रधान न्यायाधीश उहाँ चाहिँ आफ्नो नियुक्तिको संवैधानिकता परीक्षण गराउन चाहनुहुन्न। उहाँको निर्देशनमा यो भएको। दिस इज सिरियस जुडिसियल मिसकन्डक्ट। यो न्यायिक विचलनको अवस्था हो। साँच्चै भन्यो भने यो एउटा महाभियोगको अवस्था। उहाँले अहिले चाहिँ के छ भने सुनवाई समितिले क्लियर गर्दैछ, तर सुनवाई समितिमा अलिकति पनि विवेक छ भने, अलिकति पनि बुद्धि छ भने, अलिकति पनि संवैधानिक साक्षरता छ भने, अलिकति पनि इन्स्टिट्युसन स्याङ्क्टिटी र मोरालिटीका प्रति अलिकति पनि चासो छ भने उहाँको नियुक्ति चाहिँ रिजेक्ट गरिनु। किनभने लोकतन्त्र भनेको सङ्ख्यातन्त्र मात्र होइन, सङ्ख्याको भरमा मात्रै लोकतन्त्र चल्दैन। लोकतन्त्र केबाट चल्छ भने नैतिकताको आधारमा हुन्छ। नैतिकतालाई मिचेर, संवैधानिक कन्स्टिट्युसन मोरालिटीलाई मिचेर आज स्वेच्छाचारी ढङ्गले चाहिँ नियुक्ति गरिँदैछ। र किन गरिँदैछ? एउटा इभिल डिजाइन के छ भने न्यायपालिकालाई कार्यपालिकाको मातहतको इन्स्टिट्युसनको रूपमा रूपान्तरित गर्नु। त्यसमा चाहिँ के छ भने स्वेच्छाचारी ढङ्गले चौथो नम्बरको लागि चाहिँ के भने आज पिकअप गरियो। यो पिक एन्ड चुज गर्न पाइँदैन। देयर हेज टु बी क्लियर एन्ड ट्रान्सपरेन्ट क्राइटेरिया र त्यसको आधार र कारण दिनुपर्छ। राष्ट्रलाई यो जान्ने अधिकार छ किन चौथो वरियतालाई किन पिकअप गरियो। किनभने चाहिँ के छ भने न्यायपालिकाले एउटा कम्फर्टेबल न्यायपालिकाको खोजमा हुनुहुन्छ।